आज मैले बिरयानी पकाउन यस्तो मन गरेको छु। मेरो छोरीहरूले नानीहरूले आज बिरयानी खाने मम्मी भनेर जिद्दी गरे, बच्चाहरूको बानी। र मैले यसरी 1 किलो बोकाको खसीको मासु लिएँ। कति राम्रो मासु छ। त्यसपछि मैले चामल बिरयानीको लागि अलग्गै चामल लिएर आएँ र अरू सम्पूर्ण बिरयानीको सामानहरू लिएर आएको छु। अब मैले बिरयानी पकाउन सुरु गर्छु है। सबैभन्दा पहिला यसरी तेल राख्ने। यो खरा तोरीको तेल हो। मैले अब बिरयानीको लागि चामल पनि रेडी गर्दैछु। भातलाई यसरी बसालिदिने। ल हेर्नुहोस् त साथी, हो मासुले कति राम्रोसँग हेर्नु त तेल छोडेर चाहिए जति मसला पनि राखेँ। भात पनि मजाले रेडी भयो। ल हेर्नुहोस् त साथी, हो बिरयानीको लागि घिउ पनि चाहिने हुनाले मैले आफै घरमा सँगालेर बनाएको घिउ हो यो भैँसीको। यसरी काटेको प्याजलाई बराबर ओइरिँदै जाने। अब फेरि दोस्रो पटक। गाइजहरु म चाहिँ खाना चाहिँ एकदम एक्साइटेड छु हैन, मिठो नहुने जस्तो भयो नि। तर यो स्मेलिङ गर्दा चाहिँ मलाई यस्तो यसै त मम्मीले बनाएको यसै मिठो हुन्छ झन्। यो स्मेल सुन्दाखेरि नि मलाई पाक्नभन्दा पहिले खाम जस्तो भइरहेको कि म यसै त भोको छु। त्यही माथि ओ माई गड दिस इज लुकिङ सो असम के गाइजहरु। I love it. My favorite food is my biryani. I love it guys. I love it.